मात्र 10 मिनटमा बनाउनुस् यस्तो हेल्दी ब्रेकफास्ट अनि टेस्टमा पनि एकदमै मिठो। आज म युज गर्दैछु कोदाली भेन्चर्सको प्रोडक्टहरु। उहाँहरुको प्रोडक्टमा चाहिँ मेजर इन्ग्रेडिएन्ट भनेको बकव्हिट हो अर्थात फापर। उहाँहरुको प्रोडक्टमा चाहिँ फापर एक मेन इन्ग्रेडिएन्ट हो भने प्लस पोइन्टमा नो मैदा र नो सुगर पनि छ। दैट सिम्पली मीन्स दैट दिस इज 100% ग्लुटेन फ्री एन्ड सुगर फ्री। फापर फ्लेक्स 100% ग्लुटेन फ्री भए पनि यो प्यानकेक चाहिँ होइन। त्यही पनि अब यो प्यानकेक्स बनाउन एकदम इजी पनि छ। प्यानकेक मिक्सलाई कुनै पनि एउटा बोलमा हाल्नुस् र चाहिए अनुसार पानी पनि हाल्नुस्। अब चाहिएको जस्तो कन्सिस्टेन्सी भएपछि लिभ इट असाइड र हिट अ प्यान अनि त्यसमा थोरै बटर पनि हाल्नुस्। प्यान मज्जाले तातिसकेपछि यसमा हाम्रो अघि बनाएको ब्याटर हाल्नुस् अनि यसलाई एकछिन छोड्दिनु। अब अरु प्यानकेक बनाउनु जसरी नै यसलाई पनि बनाउनुस् अनि यसरी हाम्रो सुगर फ्री प्यानकेक्स रेडी। अब पालो फापर फ्लेक्सको। अघिकै सेम भाँडामा दुध तताउनुस् अनि त्यसपछि फापर फ्लेक्सको कति क्वान्टिटी चाहिन्छ त्यही अनुसार हाल्नुस्। देन आफ्टर एड सम ज्यागरी, किनभने थोरै गुलियो त जसलाई पनि मन पर्छ। अब यसलाई मज्जाले केही मिनेट पकाउनुस् र हाम्रो फापर फ्लेक्स पनि एकदमै रेडी भयो। देन आफ्टर यसलाई एउटा बोलमा निकालेर मज्जाले फ्रुट्स र चिया सीड्सले डेकोरेट गर्नु। एन्ड दिस हाम्रो सुगर फ्री र एकदम हेल्दी र यमी ब्रेकफास्ट रेडी।